Oh yeah, ito Nomi. अरे दादालाई नि मोमो मोटे बेस्ट अफ लक मोटे दियो यहाँ अब यो फुटबलको तयारीहरू हुँदैछ आज उनीहरूको फाइनल हो आज मेरो सेकेन्ड ब्लग हो आज मैले चाहिँ फुटबल हेर्नु जाँदैछु तर आज मेरो आउटफिट चाहिँ आज यस्तो छ हेर्नुहोस् कस्तो देखिरहेको छु तरमै हो दसैँ कुर्ता चाहिँ होइन भोलि चाहिँ पूजा जाँदा लाउँछु हो यो नयाँ हो तो गाइस इसका ब्लॉग में मेरे को बुला लिया है ये भी ब्लॉग बनाता है तो मैं आ गया दिस इज माय बेस्ट फ्रेंड शायद इसका सेकेंड ब्लॉग होगा बट मेरा दोस्त भी वहाँ तू थोड़ा जल्दी कर बहुत धूप में खड़ा करके हमको तो गाइस ये सद्दा का ब्लॉग है मैं इसको हैंड ओवर ले रहा हूँ क्योंकि ये तो बोलती ही नहीं है और अभी हम तीनों जा रहे हैं फुटबॉल मैच देखने के लिए और पर ये बोलती तो है नहीं तो फिर ये बोल रहे तो यहाँ स्टार्ट हुँदैछ भर्खर आइसक्यो हामी फुटबल हेर्नु हाम्रो भाइहरूको फुटबल हुँदैछ हो अलिक ढिलो आए चस्मा लाएर आफू लडेको तो गाइस अभी यहाँ पर फाइनल से यतापट्टि बसाउनु र त्यता काम भेट्छ उयो बस्न मम्मा दादाको छेउमा किन हान्छ घाम भेट्छ हेर्नु यो भर्खर त्यस्तो भन्नाले मलाई बनाउनु गर्नु वुमेन्स फुटबल टीम को फाइनल खेला भर्खर अब नानीहरूको सकेर ठुलो केटीहरूको हुँदैछ अब
So guys, this black team is from Samsung, and this in blue jersey, this is from Yangthang. और इन दोनों के बीच होने वाला है मैच. तिनीहरूले चाहने गरेको त देख्दैन त के दुध्नै खोजेन त खेल्दै हो राम्रोसँगले ह्यान्डबल थियो ह्यान्डबल थियो नि राजन दादालाई अहिले चाहिँ टिम गर्यो अघि चाहिँ देखेन फेरि गाइले निबी उडे लाते जान अहिले नाच्छ कस्तो म त रिसिटै एम्पर भन्ने छ अनि क्या तल्लो कम्पाउन्डको बेहोरा देखाइहाल्छ सुन्दर बस्तीको देखाइहाल्छ भाग्छे नै भाग्छे यतिकै सकिन्छ क्या मलाई टेन्सन लाग्यो अब कस्तो यो 3 नम्बरको थियो नि कस्तो पक्रिँदो रहेछ यो 3 नम्बर तानिक बजाना से बोल पक्रिँदो न समात न समात न भाइ खेले धुन चप्टेर भएको नै जो जित्दा पढाइरहेको अङ्किता के बिना गर्नु न बडाहरू हेर न लाग्यो भने के हुन्छ हाम्रो बाटो